Hello guys, welcome to my new vlog. आज चाहिँ म आफ्नो सुज कलेक्सन देखाउँछु हैन। सुज कलेक्सन भने पनि कस्तो भन्दाखेरि तपाईहरु हेर्नु न पहिला अनि भन्ने कस्तो लाग्यो मेरो सुज कलेक्सन। फर्स्टमा चाहिँ म नाइकी हैन नर्मल बाटै देखाउँछु। यो चाहिँ मेरो नर्मल सुज हो। यो चाहिँ अस भन्ने ब्रान्डको हो हैन। अस हो कि कुन हो एकचोटि हेर्छु। साभिनीको रहेछ हैन। यो चाहिँ खासमा मलाई गिफ्ट आएको हो। गिफ्ट आयो ट्याक्टरको होला त्यस्तै 2600 कि 2700 जस्तो लिन्छ यो जुत्ताको हेर्न सक्नुहुन्छ हैन। म तपाईलाई यिनीहरुको सब फुल स्लो मोसन पारेर देखाउँछु हैन। अब यसको स्लोमो चाहिँ हेर्नु है त गाइस। गाइस अब चाहिँ म तपाईहरुलाई अर्को नर्मल देखाउँछु फेरि हैन। किन अलि महँगो देखाउनु फर्स्टमा हैन। यो चाहिँ एडिडास हैन अडाडास रहेछ हैन। यो फेक हो है, फेक हो। बट इट लुक्स लाइक ओजी हैन, बट इट इज फेक। यो ट्याक्टरको किन्यो होला मैले त्यस्तै 2000 जस्तोमा चाहिँ आएको थियो हैन। यो चाहिँ मैले आफ्नै बर्थडेको पैसाले किनेको थिएँ हैन। यो एउटा हो। यसको लुक चाहिँ अलि डिफरेन्ट छ किनकि यो ओल्ड मोडल हो। यसको चाहिँ म देखाउँदिन हैन। स्लोमो खिच्नै मन लागेन के अब त हैन। त्यही एउटाको मात्रै खिचाएको छ हैन। त्यसो सबै चाहिँ गर्नु होला। अब चाहिँ आयो नाइकी एयर म्याक्स। यो एयर म्याक्स चाहिँ मामाहरूले बाबाको लागि किनेर लिएर आउनु भयो तर बाबालाई ठिक नभएर मलाई दिनुभयो। नाइकी यो एयर म्याक्स यो चाहिँ फेक है। रियलमा यो फेक हो। यसको लुक्स ओजी भए पनि यो फेक हो हैन। यो चाहिँ म केसमा युज गर्छु भन्दाखेरि हाम्रो हुन्छ नि ब्लगमा त हैन जिम गर्दाखेरि चाहिँ मलाई यो मन परिरहेछ है। यसको सफ्ट लुक अनि हार्ड पनि छैन। त्यही हो ओजी नै मानौँ। तर नाइकीको लोगो चाहिँ अलि डिफरेन्ट भएको छ यसमा हेर्न सक्नुहुन्छ हैन। यो फेक हो बट इट लुक्स लाइक ओजी। त्यही हो। अब म आउँछु मेरो फेक एसबी डङ्क हैन। यो चाहिँ मैले ट्रोज मतलब ओपाज टोमेटोबाट किनेको थिएँ हैन। यो चाहिँ मैले 1650 मा किनेको। आफ्नै दाइको साथीको भए पनि के भन्नु डिस्काउन्टै दिनु भएन। मतलब कुरै गर्न के मैले डिस्काउन्टको हैन। त्यही हो। तर मलाई यो ओभर रमाइलो लाग्छ। यो पनि राम्रै छ बट अलिकति डिफरेन्स भएको छ हैन। त्यही हो बढी बस त। यो चाहिँ ओजी है गाई। यो चाहिँ ओजी एयर म्याक्स हो हैन। यसको डिजाइनै हेर्न सक्नुहुन्छ। म्याक्स भनेर लेखेको एयर भनेर लेखेको हैन। यो चाहिँ ओजी फ्रम अस्ट्रेलिया हो। मलाई मेरो निरज मामाले पठाइदिनु भएको थियो हैन। यो चाहिँ अराउन्ड 20 लाख सम्मको छ। मतलब 20,000 कहाँ लाक्स भनेर लाक्स त आउनै भएको छ नि गाइस हैन। यो चाहिँ अराउन्ड 20,000 हो। यो चाहिँ मलाई सबभन्दा बेस्ट लाग्यो। यसको ग्रे कलर चाहिँ मलाई बब्बाल मन पर्यो हैन। हेर्न सक्नुहुन्छ यस्तो बब्बाल फिनिसिङ गरेर राखेको छु नि मैले यसलाई। एउटा नुहानी उ भएको छ। नुहानी प्रब्लम आएको छ। त्यही हो। कुल छ। कुल एन्ड बब्बाल छ अनि इयर छ है। इयर सफ्ट छ। हेर्न सक्नुहुन्छ यसमा इयर छ। अब आयो नाइकी विटेस V5। इट्स अराउन्ड 1 लाख समथिङ
त्यस्तै 50,000 जस्तो मानौँ होइन 1 लाख। अनि नाइकी विटेस V5 कै कुरा आइरहेको थियो होइन। यो चाहिँ बास्केटबल सू हो। यो चाहिँ जेम्स लेब्रोनको हुन्छ होइन। नाइकी विटेस V5 इट इज बेस्ट एन्ड यसमा अझ लेखेको छ नाइकी इन्क बास्केटबल इयर 2020 को। यो 2021 भयो, यो 5 वर्ष भइसक्यो यो बनेको होइन। अनि V5 हो, इयर जुम छ। अनि यो चाहिँ 8,562 62 को हो मोडल हो। 1000 युरोमा बनेको छ। यो चाहिँ बढी हिँडेर है गाइज, यो बढी हिँडेर यसमा पनि पाउँछौँ। तर यसको इयर चाहिँ सबै मैले लिकेज पार्छ कि गइसक्यो हेर्नु न। मैले लाएकै 2020 मै हो कि यो पनि। बट इट इज सफ्ट एन्ड इट इज त्यति गरुङ्गो पनि छैन कि यत्तिकै होइन गाइज। अब कतिमै कसरी भन्नु, यो चाहिँ मेरो फर्स्ट नाइकी सुज हो जुन चाहिँ मेरो विदेशबाट आएको। यो चाहिँ अमेरिका आयो, अमेरिका। यो चाहिँ मलाई दाइदीले सरप्राइज हान्नुभएको थियो होइन। अरू पनि छ नाइकीको त मेरो पुरा कपडै छ होइन। त्यही हो, गिटार पनि छ, युकेलेली पनि छ, अरू के छ के होइन। त्यही हो। अब चाहिँ मेरो फेभरेट र यो मेरो सरप्राइज थियो क्या मलाई। यो मैले दाइले भनिरहेको थिएँ होइन। यो होइन है नाइकी एयर जोर्डन होइन। जोर्डनको चाहिँ मलाई लास्ट टाइम मनपर्छ। जोर्डन भनेको चाहिँ म यस्तो रह्यो मलाई। माइकल जोर्डनको हो कि यो, माइकल जोर्डनकै हो। अनि जोर्डन त कतिवटा मोडल छन्, बट दिस इज अ फर्स्ट रेट्रो वान। यो चाहिँ ग्रेजुएटको हो होइन। त्यही पनि यस्तो बब्बाल जान्छ नि डङ्कहरू होइन, यस्तो होइन, फ्लेक्सिबल होइन। त्यही हो, यो अलिक गरुङ्गो छ थोरै थोरै, यति गरुङ्गो छ यार। यो जुत्ता भन्दा त यो नै गरुङ्गो छ कि होइन। त्यही हो, मलाई चाहिँ यसको डिजाइन अनि यो चाहिँ मेरो फर्स्ट पनि हो अनि लास्ट पनि भनौँ होइन। अरू किन मलाई त किनिहालौँला होइन युएसए गएपछि होइन। त्यही हो, मलाई यस्तो मनपर्छ नि यसको लुकहरू, यस्तो क्लियर कटेड बनाएछ नि। यो पुरा डिजाइन हो नि, डिजाइन होइन, बट इट इज अ कट गरेर बनाएको हो कि कट गरेर बनाए पनि यस्तो बब्बाल लुक छ नि। यो चाहिँ मलाई रेड हर्सबाट लिएर आइदिनु भएको हो। रेड हर्स नेपाल भनेर सर्च गर्नु होइन, तपाईँहरूले यस्तो बब्बाल डिस्काउन्टमा पाउनुहुन्छ। यस्तो बब्बाल के भन्नुहुन्छ भने डिजाइन कलर यस्तो मनपर्ने खाले छ होइन। थ्याङ्क यू गाइज। यो चाहिँ मेरो आजको सुज कलेक्सन होइन। तपाईँहरूले देखिसक्नुभयो होइन, कस्तो लाग्यो भनेर पनि भन्नु होला होइन। त्यही हो, मेरो यति नै हो कलेक्सन, धेरै होइन, सानै हो। बट मैले भन्ने बिर्सेँ, यसको प्राइस चाहिँ होइन गाइज, यसको प्राइस चाहिँ त्यस्तै 2-3 लाख जस्तै होला नेपाली। 2 चाहिँ होइन 1000 हो कि होइन, 1000 पनि हुनसक्छ नि, यहाँ लाखेको किन कुरा गर्नु होइन। त्यही हो गाइज, आजको भ्लग यति नै रहेको छ गाइज। गुड बाई।